तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। आइतबार संसदमा बोल्दै प्रधानमन्त्री बालेन शाहले एउटा अचम्मको कुरा भने। प्रधानमन्त्री बनेपछि आफूले थाहा पाएको कुरा सुनाउँदै उनले भने, भारतले मात्र नेपालको जमिन मिचेको होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जमिन मिचेको छ। यो बयानले तुरुन्तै देशभर विवाद सिर्जना गर्यो। विपक्षी दलहरू, पूर्व कूटनीतिज्ञहरू र सीमा विज्ञहरूले उनको यस भनाइको आधार के हो भनी प्रश्न उठाए र सीमा विशेषज्ञ बुद्धिनारायण श्रेष्ठले भने कि नेपालले आधिकारिक रूपमा भारतको भूमि कब्जा गरेको कुनै प्रमाण छैन। तर परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिँदै भन्यो कि प्रधानमन्त्रीको भनाइ सीमा क्षेत्रको 10 गजा अर्थात् नोम्यान्स ल्यान्डमा भएको अतिक्रमण र सीमापारी जग्गा उपयोगसँग सम्बन्धित थियो। लिपुलेख, लिपियाधुरा र कालापानी विवादबारे उनले भने कि कूटनीतिक वार्ताबाट यो मुद्दा समाधान गरिनेछ र नेपालले भारतलाई आधिकारिक कूटनीतिक नोट पठाइसकेको छ र जवाब पनि प्राप्त भइसकेको छ। यो बयान नेपाल भारत सम्बन्धमा नयाँ बहसको सुरुवात बनेको छ। प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको जमिन कब्जा गर्यो भनेर भनेका छैनन्। उनले संसदमा दुवै देशको सीमा अतिक्रमणको कुरा उठाउनु भएको हो, जसलाई परराष्ट्र मन्त्रालयले 10 गजा क्षेत्रको विवाद भनेर स्पष्ट पारेको छ।